देशका जनशक्ति देशका युवाहरू दिन प्रतिदिन वैदेशिक रोजगारमा जाने अवस्था बढ्दो क्रममा छ। यो कुरा त हामी सबैलाई अवगत नै छ हैन। आज पनि म एकजना मेरो बालाखादेखिको साथीलाई बिदा गर्दैछु केही समयका लागि वैदेशिक रोजगारका लागि। हामी कति भाग्यमानी छौँ भन्ने कुरा त हामी सबैलाई थाहा छ। हाम्रो ठाउँमा आउनुहुन्छ जनप्रतिनिधि नेताजीहरू आउनुहुन्छ, उहाँहरूले हाम्रो ठाउँमा गरिबी निर्मूल गरिसकेका छौँ, गरिबी कम छन्। यही देशमा रोजगारको रोजगारको वातावरण सिर्जना गरिसकेका छौँ भन्नुहुन्छ। तर दिन प्रतिदिन हाम्रा देशका युवाहरू हामी विदेश जान बाध्य छौँ। अहिले सही समय आएको छ। आफ्नो ठाउँ आफ्नो क्षेत्रका लागि कसलाई जिताउँदाखेरि आफ्नो ठाउँ बन्छ भन्ने एउटा सही समय आएको छ। सही समयमा हामीले सही मतदानको प्रयोग गरौँ। आज साथी वैदेशिक रोजगारमा जाँदैछ, शुभकामना, शुभयात्रा। अब अहिलेको अवस्थामा हामीले प्रधानमन्त्री बालनलाई हेर्न चाहिरहेका छौँ। हामीलाई मात्र होइन देशभरि नै। तर कसरी हुन्छ, यसपटक नयाँलाई नेतृत्व दिनुपर्छ र हामी वैदेशिक रोजगार जानबाट केही हदसम्म कम हुने वातावरण सिर्जना हुनुपर्छ भन्ने लाग्छ मलाई चाहिँ। हामी यही देश नेपालमा जन्मेका हौँ र हामी यहीँ बाँच्न चाहन्छौँ, यहीँ केही गर्न चाहन्छौँ। बिन्ती सरकार, बिन्ती अहिले देशको नेतृत्वमा उभिनुभएका व्यक्तित्वहरू, हामीलाई बाँच्न खान हातमुख जोड्नका लागि विदेशको भर पर्ने वातावरण सिर्जना नगरिदिनु होला। शुभयात्रा साथी।